बालेन शाह जो इन्जिनियर, र्यापर अनि काठमाडौँको मेयर हुन्, उनीमाथि लागेको एलिगेसनको बारेमा त तिमीहरूलाई थाहा छ होला। थाहा छैन? यदि तिमीहरूलाई थाहा छैन भने म भनिदिन्छु। सो जेनजी प्रोटेस्ट पछि केपी ओली त बाहिर निस्कियो र त्यसको झोले चम्चाहरूले बालेन शाहको बारेमा फेक न्यूज र पुरानो भिडियोलाई एडिट गर्दै हाल्न थाले र बालेन शाह प्रति हेट फैलाउन थाले। र जेनजी प्रोटेस्ट हुन भन्दा धेरै नै पहिला बालेन शाहले सिंह दरबार जलाइदिन्छु भनेर एउटा पोस्ट सार्वजनिक गरेका थिए। अनि जेनजी प्रोटेस्टमा सिंह दरबार जलेपछि सबै झोलेहरूले सिंह दरबार जल्नुमा बालेन शाहको हात छ भनेर बालेन शाह प्रति आरोप लगाइरहेका थिए। अनि त्यतिखेर एन्ट्री हुन्छ हाम्रो मेन हिरोको। राहुल, नाम तो सुना होगा। यो सर चाहिँ बालेन शाहको साथी हुनुहुँदो रहेछ। अनि यो सरको दिमाग किन हल्लियो भने बालेन शाहले यमबुद्धको मूर्ति बनाउँछु भनेर मूर्ति बनाउनु भएन रे। त्यही भएर यो सरले चाहिँ सोशल मिडियामा आएर यो भिडियो पोस्ट गर्नुभयो। अबे त्यति नै मिल्ने साथी थियो भने फेस टु फेस कुरा गरेर सोशल मिडियाको सपोर्ट नलिएको भए पनि त हुन्थ्यो। तर नाइ, यिनीहरूलाई त सोशल मिडियामा आएर एक्सपोज गर्नु छ, हिरो बन्नु छ, हग्नु छ। हगो अब तपाईले नै प्रेसर गरेर मलाई मेरो त्यो रिलेसन बिग्रेको बालेन दाइसँग अनि अहिले आएर पठाउने अनि नराम्रो रिलेसन मेरो चाहिँ हुने बालेन दाइसँग। यो त सुरुमा सोच्न पर्ने, अब हगेर चाक धुने बेला पानी खोजेर थोडी हुन्छ। अनि यार बालेन शाहले रक्सी खायो रे, दादागिरी गर्यो रे, बुढीसँग डिस्कोमा डान्स गर्यो रे। मान्छेको पर्सनल लाइफ भन्ने कुरा पनि हुन्छ, तर तिमीहरू जस्तो गुवासलाई के थाहा। अनि माई डियर देशको जनताहरू, एउटाको कुरा सुनेर यता, अर्कोको कुरा सुनेर उता गर्ने काम चाहिँ नगरौ। तिमीहरू भन्दा लोयल त झोलेहरू छन् यार। कमसे कम जति जे भए पनि एउटै पार्टीको सपोर्टमा त बस्छन्। सब यस्तै पारा हो भने 52 जनाको बलिदान खेर जान्छ। अनि यार बलिदानले याद आयो, बलिदान मुभी हेर्यौ? सरी